गाह्रो छ केटा हो गाह्रो छ बिस्तारै 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 अलि 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 यता हो ल यहीँ राख ल पुरै 5 जना लागेको छ एउटा पिलर बोक्न तलैकन 6 जना ल है डेन्जर छ ल पुरै कम्प्लिट चाहिँ भइसकेको छैन तर आज राम्रो साइड भएको हिसाबले चाहिँ पूजा चाहिँ लगाइहालेको अवस्था र त्यही भएर अलिअलि यहाँ रङ लाउन फाइनल पोलिस गर्न सरसफाई इत्यादि बाँकी छ ल यसरी हामी चाहिँ अब किचन डाइनिङ पछि किचनमा छिर्यौँ यो सबै बाँकी नै छ क्या अझै पनि यसरी हुँदैछ यसरी यहाँ डाइनिङ बस्ने यतापट्टि बस्यो यतापट्टि सानो मिनी बार टाइपको त्यसपछि यहाँ टिभी ऱ्याक
ल यसरी हाम्रो घर पूजा सम्पन्न हुँदैछ। सानोहरू एकजना यहाँ लुकिरहेको छु, अर्को दारु कुनामा लुकिरहेको छु। यसरी फाइनल्ली घर पूजा हुँदैछ। रमाइलो के हुँदैछ? खिर हेड कुक आजको ट्याक्क लाएर कटिङ सटिङ यता यो हुँदैछ। सर सामग्रीहरू यतातिर, यता चाहिँ पुरी बन्दैछ, बेल्दै हुनुहुन्छ। त्यहाँ चाहिँ यतापट्टि के हुँदैछ? ए ल खान्छ। ह्याप्पी बर्थडे टु यु। बर्थडेको गिफ्ट हेर्नुहोस् ल, आलु पिलोको गिफ्ट भयो। ल यस्तरी यहाँ मस्त लगाएर पूजा सक्यो भने सक्दैन भयो। फाइनली आफ्टर 1 इयर भनेपछि वैशाख जेठमा हामीले जग राखेपछि अहिले ठ्याक्कै हामी चैतको अन्तिममा चाहिँ लगभग घर पूजा गर्नलाई भ्यायौँ। अब भन्नु कम्प्लिटली चाहिँ भइसकेको छैन, तपाईँले देख्नुहुन्न होला, कम्प्लिटली भइसकेको छैन। तर अब अलिकति तपाईँको कामहरू बाँकी नै छ, पछाडि त्यो स्पोन्सर हाल्ने गर्ने यो काम त बाँकी नै छ। बर्थडेको कम्प्लिट गरे भएको छ। 1 वर्षपछि झन्डै भनौँ न, 1 वर्षै भनौँ न, पूजा लगाउँदैछौँ। यसरी ट्याक्क लाएर एउटा ड्रिम होम फाइनली सायद सबजनाको सपनै हुन्छ होइन। सबैको आशीर्वाद र सहयोगले मेरो पनि एउटा सपना चाहिँ पुरा गर्नलाई सफल भएँ। र यसरी यस मिहिनेत गर्नुपर्छ, राम्रै हुन्छ। ठिक छ, गरौँ न हजुर। समस्त कुल देवता की जय।